आज फाइनल गरेर जाऊ। तिम्रो जिन्दगीमा म आवश्यक छु कि तिम्रो त्यो ड्युटी आवश्यक छ? अरे पुष्पा, अहिले म लड्ने मोडमा छैन। मलाई ड्युटी जान ढिलो भइसक्यो। राति कुरा गरौँला। राति के कुरा गर्छौ? अहिले फाइनल गरेर जाऊ। मर्दको छोरा आऊ भने। यसरी अचानक पहिले घरबाट किन आयो छोरी? ज्वाइँसँग झगडा भयो कि कसैले केही भनेर? कसैले केही भनेको छैनन् आमा। आफ्नै श्रीमानले मनको भावना बुझ्न सकेनन्। किन के बुझेनन् र ज्वाइँ साहबले तेरो मनका भावनाहरू? कुरा के हो साफ साफ भन्न मलाई। के भनु आमा, बिहे भन्दा पहिला मलाई कति माया गर्थे, घुमाउन लिएर जान्थे, मेरो हरेक रहर चाहना पूरा गर्थे। तर आजभोलि मेरो अल्ली पनि ख्याल राख्दैनन्। मसँग राम्रोसँग बोल्दा पनि बोल्दैनन्। घरमा आउँदा केही सोधेपछि बोल्ने पनि मन गर्दैनन्। त्यसो भए आजभोलि उसले के चिजमा धेरै मन लगाउँछ? आजभोलि उनले केवल कामतिर ध्यान दिन्छन् अनि मलाई भन्छन् पैसा कमाउन दे, डिस्टर्ब नगर। त्यसो भए ज्वाइँले एकदम सही गरिराख्नु भएको छ। मतलब यो कि पुरुषहरूले बिहेपछि पनि माया कम गर्दैनन्। महिलाहरूलाई उनले गरेको माया देखिँदैन। बिहे भन्दा पहिला तिमीसँग झुटो गफ गरेर खुसी बनाउँथे, तर आजभोलि तिमीलाई जीवनभरि खुसी बनाउनको लागि दिनरात ड्युटी गरिरहेका छन्। आफू थाकेको भए पनि काम गरिरहन्छन्। मेरो परिवारलाई कुनै चिजको कमी नहोस् भनेर आफूलाई टेन्सन भएको भए पनि तिमीलाई केही भन्दैनन्, किनकि उसले तिमीलाई दुखी देख्न सक्दैनन्। तर उनले गरेको यो सबै मलाई महसुस किन हुँदैन? किनभने तिमीलाई आज पनि देखावटी माया चाहिएको छ, तर उसले आफ्नो मायाको जिम्मेवारी निभाइरहेको छ। त्यसैले बिहेपछि माया कम हुँदैन, बिस्तारै परिवर्तन हुन्छ अनि जीवनको सुरुवात हुन्छ। यसरी जीवन साथीलाई बीच बाटोमै छोडेर आयो भने जीवनमा कहिले खुसी हुन सक्दैनौ। माया अब शब्दमा होइन, व्यवहारमा देखिन्छ। तिमी गलत छौ। बिहेपछि रमाउनु भन्दा पनि कमाउनु पर्छ, किनकि आफ्नो भविष्य आफै बनाउनु पर्छ। आज तिम्रो श्रीमानले त्यही गरिरहेका छन्। सानो सानो कुरामा मन दुखाउन छोडेर उनको साथ दिनुपर्छ, किनकि मायाले जीवनको सुरुवात गराउँछ। जिन्दगी जिउन पैसा चाहिन्छ, यो कुरा पुरुषलाई राम्रोसँग थाहा हुन्छ। सही भन्नुभयो आमा, म गलत रहेछु। आज मलाई थाहा भयो पुरुषहरूले आफ्नो घर छोडेर देश विदेशतिर किन जान्छन्। उनीहरू त हाम्रो भविष्यमा केही चिजको कमी नहोस् भनेर जाने रहेछन्। तर हामीलाई लाग्छ कि छोरा मान्छेले आफ्नो रहर चाहना पूरा गर्न देश विदेशतिर जान्छन्। आज मेरी आमाले मलाई सम्झाइदिनु भयो। आशा गर्छु